काठमाडौँ महानगरपालिकाबाट दैनिक चाहिँ 600 मेट्रिक टन फोहोर निस्किन्छ। त्यहाँमध्ये चाहिँ 70% चाहिँ अर्ग्यानिक हो, जसलाई चाहिँ तुरुन्तै मलको रूपमा कन्भर्ट गरेर छिमेकी जिल्लाहरूमा चाहिँ दिन सकिन्छ। त्यहाँबाट उत्पादन भएको तरकारी लिन सकिन्छ। त्यो भनेको आफूलाई फोहोरलाई कन्भर्ट पनि गर्न सकियो, फाइदा पनि भयो। बिहान खानामा तरकारी कहाँको खानुभयो? बोर्डर पारीको खानुभयो। 13 थुम 5 थरमा उत्पादन भएको तरकारी खान पाउनु भएको छैन तपाईँहरूले। हाम्रै पूर्वी पहाडमा उत्पादन भएको तरकारीहरू उब्जाहरू यही मुनि तराईमा झापा सुनसरी विराटनगरमा खान पाइएको छैन। यो दुःखको कुरा हो। यो दुःखको समाधान गर्नुपर्छ र त्यो दुःखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। मस्त जोक मारा रे। कमीना निकला साला, इसको पहचानने में मुझसे गलती कैसे हो गई।